सांस्कृतिक लिसे ऐतिहासिक नगर किपुया ऐतिहासिक झिन्निदा तया जीर्णद्वार व ऐतिहासिक कुटिसा फल्चया पुनर्निर्माणको चागुदो समल त्वाले जीर्णद्वारको चागु ऐतिहासिक झिन्निदा त व कुटिसा त्वाया पुनर्निर्माण जुगु ऐतिहासिक कुटिसा फल्चया उलेजा सोमबा यागु ख सोमबा कृष्ण जन्माष्टमी खुनु किपु नगरपालिका या मेयर रमेश महर्जन चिन्निदा तब फल्चया उले जयाना दिगु ख उलेजा ज्याजोले मेयर महर्जन किपु नगरपालिका किपु दुनिया आपोलन हनावने टेंगु सांस्कृतिक सम्पदा त पुनर्निर्माण याना चोंगु थासे किपुया सांस्कृतिक सम्पदा पाखे आन्तरिक लिसे बाहिर पर्यटक त वेगु लकस देके मागुली बबिया दिल सम्पदा यो खुजुबले छमेसा जिरा स्ट्याटस जिरा छ क्वेशन चाहिँ हो सो टाटे फल्चुको डेगुमा चाहिँ किपुया विकास कला या छ क्वेशन जिटा हो जे बिटन चाहिँ भद्र ढंग छुटै डाले फल्चुको डेगुमा चाहिँ विकास चाहिँ भयो तर छिउ चाहिँ पुर्खा हो चाहिँ छिटो फल्च डेगु ल त्यो फल्च चाहिँ भंग सौटे ट्याटे उनले छिउ गर्दै विमुक्तले अर्जु कारणेना चाहिँ छिउ ठो फल्च रिउ छिउ नेवाटे छौ पहिचान गन फल्च दे अनि नेवाटे दुर्गा छिसा डापै त्यो खेटे था पिन्जो चाहिँ इमी वो चौतारा गाडे गाटो दे आ छिपी अटे अझ खुल्ला फाटे चनी म पिन्जो कारणेना छि सुन मनटो वेबले त्यानले झसलिनी ठाया छुर्गा ढालो वो फल्च अले वो फल्च पिनी चो पिन्जो मकी छि ठने दुन्चो पिन्न पिनुवा एक गफया मल्लाउ छि फल दे फल वाई वेबले चोन छिंकर गाचे फल्च दे गाडै ठुजु कारणेना फल्च छि डाफठाव यही फल्च छि भजन याई फल्च आज योको फल्च चाहिँ छि त्यो छम्न टयाटो दे ताकि वो संरक्षण न जुइमा न सर सफाई न जुया छुनि त्यो डर लाओ र त्यो नम्बर छुना मर्दु लाओ अनि चाहिँ सफाई न काजको जुइमा हो ठुजु कारण जिउ फल्च रियो छि नेवाटे छ पहिचान जिउ सम्पदा जो कारणले ठो फल्चिर छिस व्याट्यो फाइटे न छेमुजि अर्जु कारणेना नगरपालिका आटोकै दुने योको फल्च डेक जुनुनो आ डेक क्रमन ठुसी जगेन करिब चाउ गु फल्च चाहिँ डेक युर्गा छिस चाहिँ सूर्यना जनुदो आ ठो फल्च डेक ढुंगा फिट चाहिँ सरसफाई जको मकी ठो फल्च चाहिँ जिउ जनजीवने चाहिँ प्रयोग जुइमा ल नाप्टा चाहिँ ठिट चाहिँ गठेना चाहिँ ठना जिउ चाहिँ आर्थिक उपार्जन लागि फल्चिर छिस गैना प्रयोग आफै वो पट्टी न छिस चाहिँ स्वयंमा आठो छिस ठन चाहिँ एकदम नक्टिन हिसिडो चाहिँ धेगन दु फल्चन दु रोठन दु छिटो जुन्थिन दु ना चाहिँ ज्ञान प्रसाद जो गुट हाला तर चाहिँ सोटा नापन दु चाहिँ घुनाजको मरु खाला या ठिट छिस गठिना चाहिँ मनुटेट ठन चाहिँ सतिउ खा त सोवा जिम्ठा चाहिँ ठेउ ठाडु त गने दिउ चाहिँ छौ बाखण्दै जी अठे चाहिँ ठन दियटौलो खइए मको ओ छुख उइटेन छिस चाहिँ उला किनमा ताकि मनुटो या ठन सोवै वइ पिण्ड थियो सोबिनियर छौ चाहिँ त बिफैला ताकि ठो फल्चिद ठो देगैट ठो टुइट न झिस चाहिँ ठन मनुटो वइपट्टि व अन स्विच झिस छु न चाहिँ इलम यापट्टि माध्यम चाहिँ झिस उइट त डेकपट्ट आसा झि मस्ट चाहिँ अरबे वनमालिमको मलेसिया वनमालिमको मेमेटा जागिरेमा वनमालिमको जिउ उत्पादन सुख उत्पादन इट चाहिँ ठन तया झिस चाहिँ वो मी उपदे यात्रा आसा उके चाहिँ सोपाला चाहिँ ज्याजो चाहिँ ओदल्या तिन्या अध्यक्ष राजेन्द्र महर्जन्य सभा नायसी जुगु ज्याजोले किपु नगरपालिका या उपमेयर सरस्वती खड्का लगायत थिति ओदया अध्यक्ष तलिसे नेपाल सरकार सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभागीय इन्जिनियर शोभा महर्जन लगायत या बोटी दुगु ख फेक्रोमे चिसा आर्थिक भौतिक रूप म
निर्माण जगह यावपट्टि खमगो भौतिक रूपमा निर्माण उल्टा संरक्षण यावले नाचाउन टार्न आ ओज यान जिउ आर्थिक रूपमा समेटी याव जिउ झिपिए ठौ टुटी बल के लागि न चिस हो यामा जब वो चिस या फैमगो झिपि न्या सिन्द ठौ टुटी लर बडे जिउ खटासा मियोसा न्याबले ठना चली फैमगो छगजको ठन पैगा ओकै लागि चिस जिउ ठासै त चिस सिजपिचो त सर सफाइले सवाले जिल आर्थिक रूपमा चाहिँ ज्याया होइ सवाले जुल गु किस्म जैना गो किस्म ठौ क्षमता अनुसार जैना उनी उटिपट्टि चिज त जिम्यौ पाखेन फु चाउपट्टि छिकपिन त ग्वालियाना बि छिकपिनसन उकै लागि चाहिँ ढस पाउ लागि चाहिँ छिकपिनस उपलियाना दिमाल विशेष गरेर यो जुन मूर्त सम्पदाहरू छन् ती मूर्त सम्पदाहरूको बनिसकेपछि आज उद्घाटन भएको छ बनाउन्जेलसम्म पुरातत्वले बनाए अथवा नगरपालिकाले जो कोहीले बनाए पनि बन्नेसम्मको दायित्व त्यो रहन्छ जसले बनाए त्यो निकायको रहन्छ र बनिसकेपछि उद्घाटन भनेको चाहिँ त्यो समुदायलाई हस्तान्तरण हो भन्ने बुझ्नुपर्दछ हामीले त्यस अर्थमा पनि यो समुदायलाई आजको दिनबाट यो फल्चा चाहिँ यही समुदायको लागि हस्तान्तरण भएको छ त्यो कारणले पनि यसको संरक्षणदेखि सरसफाइदेखि यावत कुराहरूमा समुदायको दायित्व रहन्छ जिम्मेवारी रहन्छ टोटल बजेट चाहिँ 20 लाख हो 20 लाख एस्टिमेट दिया वेको बिचमा जाया बेले 20 लाख यो हाराहारी जाजु छ चाहिँ झिउपट्टि मागे कार्यादेश जुख मागे कार्यादेश या असार डिस्ट्रिक्टमा आउँछ जाजोले वक्तव्यसँग किपु दे दुने आपला पुरातात्विक सम्पदा त दुगु व थुकिया संरक्षण व सम्वर्धन या गुज्जा स्थानीय सरकार लिसे स्थानीय जनता या नजुगु थागुदु त्यसो भए यस फल्सा निर्माणका लागि सक्रिय समाजसेवी